त नेपाल एसिया क्वालिफायर फाइनल जितिहाल्यो। यो कुरा त हामी सबैले थाहा छ। तर के तपाईले यो कुरा थाहा छ कि यसबाट नेपाललाई के फाइदा भयो? योसँग नेपाललाई पहिलो फाइदा यो भयो कि 2027 को ओडीआई वर्ल्ड कप खेल्नको धेरै चान्स भइसक्यो। अब नेपालको 2-3 वटा अझै ओडीआई म्याच बचेछ। यदि नेपाल त्यो 2-3 वटा जितिहाल्यो भने नेपालको 80% चान्स भइहाल्छ 2027 को ओडीआई वर्ल्ड कप खेल्नको। जुन कुरा नेपालको लागि धेरै राम्रो छ, किनभने नेपाल अहिलेसम्म एउटा पनि ओडीआई वर्ल्ड कप खेलेको छैन। टी20 वर्ल्ड कप 3 चोटि खेलिसकेको छ, तर ओडीआईमा हामी अहिलेसम्म डेब्यु पनि गरे छैन। यदि नेपाल ओडीआई वर्ल्ड कपमा गएर आफ्नो लिगको 7 वटा म्याचहरू मात्र खेलिहाल्यो, जितेन पनि, तर पनि नेपाललाई धेरै फाइदा हुन्छ। पहिलो एक्सपिरियन्स, हाम्रो प्लेयरहरूले ओडीआई वर्ल्ड कपको प्रेसर कस्तो हुन्छ यो थाहा छैन, किनभने अहिलेसम्म हामी खेलेको नै छैन। दोस्रो, इन्कम। यदि नेपालको म्याच मुनमा पनि भयो भने नेपाली फ्यान्सहरू त्यहाँ जान्छ, यो आईसीसीलाई पनि थाहा छ। र जुन टिमको जति बढी फ्यान्सहरू आउँछ आईसीसी ठुलो इभेन्टमा, त्यो टिमले त्यति बढी नै रेभेन्युज पाउँछ। यदि नेपाल ओडीआई वर्ल्ड कपमा गएर आफ्नो एउटा दुईटा पनि म्याच जितिहाल्यो ठुलो टिमको खिलाफ भने नेपाल आईसीसीको र्याङ्किङमा राम्रो आउँछ, जसको कारण नेपालसँग धेरै अपर्च्युनिटी हुन्छ टेस्ट ओडीआई खेल्ने। र यो फाइनल जितेला हामीलाई एउटा अझै यो फाइदा भयो कि 2028 को टी20 वर्ल्ड कपमा हामी अलमोस्ट क्वालिफायर गरिसकेछौँ। तपाईलाई के लाग्छ नेपाल 2027 को ओडीआई वर्ल्ड कप खेल्न सक्छ कि नै?